ल सबैलाई नमस्ते। अनि हामी चाहिँ फेरि दोस्रोचोटि रिगा आइपुगेको। हाम्रो चाहिँ अलिक रिगा गाविसकै नभइकन सायद गलकोटकै हाम्रो ज्येष्ठ नागरिक हाम्रो आफ्नै बाजे पतिराम पुन हाम्रो बाजेसँग चाहिँ सानो भलकोसारी गाफ होइन होइन बाजे? ल सबैलाई नमस्ते गरिदिनु न त। नमस्ते ल नमस्ते ल ल हाम्रो के अरे कति वर्ष सर्भिस गर्नुभयो आर्मीमा, त्यसपछि यता ज्येष्ठ नागरिक हुँदाखेरि कस्तो? कति वर्ष गरे नोकरी? नोकरी आर्मीमा मैले 16 वर्ष। 16 वर्ष 16 वर्षमा चाँडै निकालेँ क्या। नायक आने जस्तो थियो। म 14 वर्षमा बल्ल एउटा फिर्ता पाएँ। मलाई हेरेर अरू सङ्गी नायक हल्दार बाँच्छन् र मलाई त्यो अर्थै आइन क्या। त्यति मात्र पिछुन जाने भनेर म त्यस्तो गरी निकालेको चाइनाको गडबड भएको थियो। बाजे कुकुरिन के हो तेरो काइँदा बाजे चाइनाको उमा मरेको हो, हल्दार थियो। बाजे त सेकेन्ड वर्ल्ड वारमै लड्नु भयो अरे? सेकेन्ड वर्ल्ड वार पनि लड्नु भयो अरे? सेकेन्ड वर्ल्ड वार जापानको खेच्ने अब खेच अब आन्छ कति बज्यो। ल त्यो भयो छोड्नु आउँछ अहिले। अब एउटा कुरा के अरे तपाईँलाई सबैले यहाँ केही कार्यक्रम हुँदाखेरि ज्येष्ठ नागरिक भनेर बोलाउँछ नि, बोलाउँदाखेरि तपाईँलाई कस्तो फिल हुन्छ? सबैले यहाँ कार्यक्रम हुँदाखेरि यहाँ बोलाउँछ नि ज्येष्ठ नागरिक भनेर, पतिराम पुन भनेर बोलाउँछ नि यहाँ गाउँमा, तपाईँलाई कस्तो अनुभव हुन्छ? के पान्छ भनिस मैले यहाँ कार्यक्रम हुँदाखेरि ज्येष्ठ नागरिक भनेर तपाईँलाई सम्मान गर्छ, बोलाउँछ नि यहाँ, हो त्यति बेला तपाईँलाई कस्तो मन हुन्छ? यस्तो गर्ने 1 लाख स्कुल गर्ने बाटो खनेछन् अहिले जग्गा जग्गा छ। त्योमा हरेकमा हेर कोही ठाउँ 12,000, कोही ठाउँ हेर 15,000। अहिले हेर मान्छे मरेर रुसुन्डे। मैले हिजो देखेको थिएँ तपाईँले कति 15,000 कति 15,000 हाल्नु भएको रहेछ नि? 15,000 मैले त्यो देखिसकेँ। त्यो त तपाईँले समाजसेवी कामहरू गर्नुभएको छ होइन? कति गर्नुभयो? मैले भन्नु खोजेको यहाँ जति नै कार्यक्रम हुँदाखेरि ज्येष्ठ नागरिक भनेर तपाईँलाई बोलाउँछ नि यहाँ, त्यति बेला तपाईँको मनमा कस्तो हुन्छ? खुसी लाग्छ अथवा के आउँछ मनमा? खुसी लाग्छ ल ल ल हो हामीलाई पनि त्यस्तै खुसी लाग्छ। अब साई पनि परिवारको एउटा हामी तपाईँ हुनुहुन्छ, तपाईँ भगवान् जस्तो मान्छे, सबैले बोलाउँदाखेरि हामीलाई पनि खुसी लाग्छ। त्यो एउटा सानो भिडियो बनाऊ भनेर मात्रै। फोटो खिच्छ कि त्यो उताको टेन्सन नगर्नु न, बिचरा सुन्नु भएन क्या बोलेको। ल ल बाजे त्यही सानो भिडियो मात्रै हो। ल हाम्रो बाजे अनि मेरो तर्फबाट सबैलाई ल नमस्ते भन्नु। ल बाजे बाजे नमस्ते गरिदिनु। ल नमस्ते। ल मगर गाउँ हजुर देखियो के दिउँ यस्तो घरहरू पनि भइसक्यो है। यो चाहिँ बाजेको अब नयाँ गोठ बन्दैछ। यता चाहिँ घर रहेछ, चाहिँ गोठ बन्दैछ। माथि चाहिँ एउटा सानो कोठा रहेछ है। यहाँ जानु पर्यो भनेपछि यहाँ चाहिँ अब त्यहाँ चाहिँ गेस्ट आउँदाखेरि सुत्ने ठाउँ रहेछ, बनाउँदै हुनुहुन्छ। टक्क लगाएर यहाँ गएपछि
यहाँ चाहिँ गेस्ट बस्ने गाउँको घर यो कम्प्लिट भयो भने चाहिँ दामी देखिन्छ होला यो चाहिँ टक्क यता चाहिँ टिभी राखेर यसो बस्ने खालको टक्क भ्यू चियर चिया खाँदै लेमन टी खाएर हेर्नु चाहिँ मजा आउँछ होला यो भयो यता चाहिँ घर फर्सेस राखिन्छ पम्पकिन मौसम चाहिँ अहिले चिसो भइरहेछ हिजोसम्म चाहिँ पुरा डर्टी भइरहेको थियो अनि राति पानी परेर चाहिँ यस्तो म सफा भएको छ अहिले चाहिँ तर बादल आएछ पारीको त्यो डाँडा चाहिँ गुल्मी यता चाहिँ मौसम यस्तो भइरहेछ अहिले पुरा बादल केही देखिरहेको छैन गाउँघरको टिपिकल घर हो यो चाहिँ यसले चाहिँ गाउँघरमा पनि यस्तो घर पनि बनिसकेको रहेछ साउनी खोला मोटर बाटोको पुल बनिसकेको रहेछ यहाँनिर है सरी योबाट पानी खान जान्छ यता चाहिँ भला जाने बाटो साउनी खोलाको यसो फर्कनु भनेको ओके त्यही हेर्दै यस्तो ओके समात्ने कारण किन हो त अनि ल आरु बोक्रा कता हो कताको देखेन देख्थ्यो यहाँनिर चाहिँ दामी ल यो हो आरु बखरा अहिले काँचै चाहिँ पाकेको छैन पाकिन्छ चाहिँ पहिला रातो हुँदै पाक्छ अरे ल साथी हो थोरै गाउँको थोरै टुरहरू बाजेलाई भेट्दै अनि मौसम सफा छ अब फेरि माथि गाउँमा जाँदै आयो फेरि ट्रेकिङ बाटो मोटर बाटो हुँदै अहिलेको धलन गरेको बाटो रहेछ रिगाको एटलिस्ट विकास हुँदैछ गाउँमा नि अब एकदमै घरहरू चाहिँ भवाल बनेको रहेछ खुसी लाग्यो त्यस लाम्चेपारीको अघि हामी त्यहाँबाट आयो हामी सरी आयौँ त्यहाँ हजुर सही समयमा आयो अनि यस्तो गाउँमा पनि यस्तो भइसकेको छ एग्रिकल्चर यो चाहिँ हाम्रो ठुलोमा घर बन्दै रहेछ ल झ्याम चाहिँ भन्ने यार दुईटा भने हल्लायो हाम्रो त हानेकै हो नि यहाँ त त्यहाँ छोड त नो प्रब्लम
सो अहिले चाहिँ हामी बौद्ध गुम्बा स्थितमा जाँदैछौँ लेट्स गो जाऊँ त सो अहिले चाहिँ हिँड्दै हिँड्दै हामी पञ्चोल कुल मन्दिरमा आइपुग्यौँ नगरपालिका 11 रिगा बागुङमा यो चाहिँ अब यहाँ चाहिँ खड्काकोट मन्दिर अनि त्यसपछि रहेछ यहाँ है सानो चौतारा हामी सानो आउँथ्यौँ यहाँ यो चाहिँ हाम्रो कुल मन्दिर सक्नुहुन्छ अब यहाँ के भन्ने दानदाता कति दियो भनेर चाहिँ चौतारा चाहिँ हाम्रो मिसेस बसिराख्नु भएको छ अहिले चाहिँ भन्नुहोस् तपाईँलाई अहिले यहाँको मौसम यहाँको हावा कस्तो लागिरहेछ अहिले चिसो 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 एकदमै चिसो तर एकदमै फ्रेस रमाइलो लागिरहेको तर एकदम जाडो पनि भयो फेरि ओके लेट्स कन्टिन्यू आवर ट्रेक हैन र त्यसपछि हामी चाहिँ वहाँ गइन्छ बुद्ध स्तूप छ है त्यहाँनिर चाहिँ सलक्क रहेको हुन्छ सल्लाहको पात यस्तो हुन्छ है दामी छ अलिक ठुलो चाहिँ उहाँ छ फेरि ल म चाहिँ ठ्याक्कै रिगाको डाँडामा यहाँबाट चाहिँ म रिगाको डाँडाबाट चाहिँ म चाहिँ अब बिरकोट यहाँबाट काँडे बस्ती देखिन्न म बिरकोट डान्सिङ अनि अर्लाङकोट यो दाँसीकोट के भन्छ अनि त्यो सबै म यहाँबाट देखाउँछु है जुम गरेर अब कलाएर रिगाको ठ्याक्कै माथिको डाँडामा हामी चाहिँ अहिले चाहिँ सलक्क यो यहाँबाट बुद्धिस्ट जाँदैछु म चाहिँ अब देखाउँछु यो चाहिँ बिरकोट पनि बजार भइसकेको छ है त्यसपछि यता आएपछि यो चाहिँ यता बागलुङ भयो यताबाट आएपछि गुल्मी यो चाहिँ डान्सिङ त्यसपछि काँडेबास लामाखेडी स्कुल सर के हो ससीरामपुर स्मृति प्रतीक्षालय प्रतीक्षालय रहेछ यो प्रतीक्षालय चाहिँ मिठो रहेछ यहाँबाट चाहिँ त्यसपछि यहाँ पिउने पानी भनेर लेख्या पानी आएको छ फ्रेस पानी हो
के तिम्रो नाम के अरे सुसना टिपेको यो काफल हैन काफल गेरी कुटुक्क भनेर खान्छ थ्याङ्क यू भाइ है यहाँ काफल दिने सुसनलाई धेरै धेरै धन्यवाद काफल कति दियो अरे कति हो अझ दियो ल थ्याङ्क यू है यहाँको हिरो निरज हो कि हो को हो त तिम्रो नाम के हो दुर्गे गर्दै खतरा सटान्छ र तिमीले हो रेस को उठाउँछ रेस तिमी के तिम्रो नाम के हो प्रतीक सिरिज तिमी पनि भलि खेल्छौ खै देखाउ तिम्रो ऊ देखाउ कटोस देखाउ के भन्छ त्यसलाई त्यसलाई के भन्छ अरे त्यो देखाउँदै त काफल देखाउँदै त खै थोरै टेस्ट गर्नु त्यो त एउटा मात्रै दामी यार कहाँ छ अझै खानिदिन्छ केही भन्दा हो निरज रेडी छ रेडी हो यस अर नो ओके लेट्स गो ए मार ल ल सन्तोष रे क्विक नै हो सबजना क्विक रहेछ के हो ल ए खै उतिङ दिएको खतरा यार खतरा खेला रहेछ नि मान्छेहरू ल तिमी खेल्ने होइन ल बाई 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 तिमी नै हान्छौ एकछिन एकछिन है ल को छ रेडी ल रेडी हो दियो 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 फेरि फेरि 1 2 3 ए फस्यो त काफल फस्यो क्विक खतरा अर्को सदर खेलाडी कहाँको तिमी रियाको ल ल ल ल बाई बाई गए है गए प्रतीश निरज सन्तोष लगाए हाम्रो गाउँ घरको नाइट भ्यू मिलिमिली अहिले पनि तिहार लागे जस्तो छ banana wah Paris ini pure gulmi kayak gimana
एउटा दिन दिएर ल आजको फ्रेस हो कहाँ यहीँको हो यो